नमस्कार प्रिय दर्शकवृन्द, यस लुम्बिनी ज्ञान च्यानलमा तपाईहरूलाई हार्दिक स्वागत छ। आजको यस ज्ञानमूलक भिडियोमा हामी महत्त्वपूर्ण विषयमा चर्चा गर्दैछौँ। कृपया भिडियो अन्तसम्म हेर्नुहोस् र यदि उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्न नबिर्सनुहोस्। यस च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टी चिन्हलाई थिच्नुहोस् ताकि आगामी जानकारीमूलक भिडियोहरू तपाईले तुरुन्तै प्राप्त गर्न सक्नुहुन्छ। अब सुरु गरौँ आजको ज्ञान यात्रा। हामी तपाईलाई आयुर्वेदका एक महान ऋषि महर्षि वाग्भटजीको ज्ञान अनुसार हृदय रोग अर्थात् ब्लकेज र हार्ट अट्याकबाट बस्न सकिने उपायबारे जानकारी दिनेछौँ। भारतमा करिब 3000 वर्ष पहिले एक महान ऋषि हुनुहुन्थ्यो जसको नाम महर्षि वाग्भट थियो। उहाँले अष्टाङ्ग हृदय नामक आयुर्वेद ग्रन्थ लेख्नु भएको थियो जसमा 7000 भन्दा बढी स्वास्थ्य सम्बन्धी सूत्रहरू समेटिएका छन्। यस पुस्तकमा शरीरका विभिन्न रोगहरूको प्राकृतिक उपचार बताइएको छ। आज हामी यसै ग्रन्थमा उल्लेख गरिएको एक महत्त्वपूर्ण सूत्रबारे कुरा गर्नेछौँ जुन हृदय स्वास्थ्यसँग सम्बन्धित छ। हृदय मुटु रोगको कारण। महर्षि वाग्भटजी लेख्नुहुन्छ कि जब रक्त रगतमा अम्लता एसिडिटी बढ्छ तब हृदय नलीहरू आर्टरिजमा अवरोध ब्लकेज आउँछ। यसको मुख्य कारण भनेको रक्तमा भएको अत्यधिक अम्लता हो। पेटमा अम्लता बढे जस्तै जब यो रक्तमा पुग्छ तब हृदय नलीहरूमा जम्न थाल्छ र ब्लकेजको कारण बन्द हुन्छ जसले हार्ट अट्याक निम्त्याउँछ। यसको समाधान क्षारीय भोजन ग्रहण गर्नुहोस्। महर्षि वाग्भटजी भन्नुहुन्छ कि जब रक्तमा अम्लता एसिडिटी बढी हुन्छ भने हामीले क्षारीय अल्कलाइन तत्त्वयुक्त चिजहरूको सेवन गर्नुपर्छ। अम्ल र क्षार मिल्दा तटस्थ न्युट्रल बन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ। त्यसैले रक्तको अम्लता हटाउन क्षारीय पदार्थहरूको सेवन अनिवार्य छ। सबैभन्दा क्षारीय पदार्थ। तपाईको भान्सामा नै एउटा यस्तो चिज छ जुन अत्यन्तै क्षारीय छ, त्यो हो लौका। बाबा रामदेवजी पनि निरन्तर लौकाको जुस पिउन सल्लाह दिनुहुन्छ। यही कारण हजारौं मानिस हृदय रोगबाट मुक्त भएका छन्। यदि तपाईँ हृदय रोगबाट पीडित हुनुहुन्छ वा बस्न चाहनुहुन्छ भने नियमित रूपमा लौकाको जुस पिउनुहोस्। लौकाको जुस पिउने तरिका। प्रत्येक दिन 200 देखि 300 मिलिग्राम लौकाको जुस पिउनुहोस्। बिहान खाली पेट वा बिहानको खाजापछि आधा घण्टामा सेवन गर्न सकिन्छ। जुसलाई अझ क्षारीय बनाउन यसमा 7 देखि 10 तुलसीका पात, 7 देखि 10 पुदिनाका पात र थोरै काला सेदा नुन मिलाउनुहोस्। आयोडिनयुक्त नुन कहिल्यै प्रयोग नगर्नुहोस्। अर्जुनको बोक्रा हृदयको लागि टोनिक। अर्को अत्यन्तै प्रभावकारी आयुर्वेदिक उपचार अर्जुनको बोक्रा हो। यसलाई पन्सारीको पसलमा वा आयुर्वेदिक पसलमा सजिलै पाउन सकिन्छ। यसको सेवन गर्दा रक्तनलीको ब्लकेज खुल्छ र रक्तचाप सामान्य रहन्छ। अर्जुनको काढा बनाउने विधि। 2 चम्चा अर्जुनको बोक्रा लिई 1.5 गिलास पानीमा उमाल्नुहोस्। जब पानी आधा गिलास जति बाँकी रहन्छ तब यसलाई छान्नुहोस्। पूर्ण रूपमा चिसो भएपछि बिहान खाली पेट र बेलुका सेवन गर्नुहोस्। थप आयुर्वेदिक उपचारहरू निम्न छन्। 1. त्रिफला चूर्ण। हृदय स्वस्थ राख्न त्रिफला चूर्ण अत्यन्त लाभदायक छ। यसले शरीरको टक्सिन फोहोरहरू हटाउन मद्दत गर्छ। प्रत्येक रात 1 चम्चा अर्थात् 5 ग्राम त्रिफला चूर्ण मनतातो पानीसँग पिउनुहोस्। 2. अश्वगन्धा चूर्ण। हृदय बलियो बनाउनका लागि अश्वगन्धाको चूर्ण प्रयोग अति प्रभावकारी छ। 1 गिलास दूधमा आधा चम्चा अश्वगन्धा चूर्ण मिसाएर बिहान वा राति पिउन सकिन्छ। 3. लसुन गार्लिक। लसुन हृदयका लागि अमृत समान हो। यसले रक्तनलीलाई खुला राख्न मद्दत गर्छ साथै हार्ट अट्याकबाट बस्न मद्दत गर्छ। प्रत्येक बिहान खाली पेटमा मनतातो पानीसँग 3-4 वटा काँचो लसुन चपाउनुहोस्। लसुन हृदयको लागि टोनिक हो। 4. मेथीको दाना। मेथीमा क्षारीय गुण हुने भएकाले मेथी रक्तनली सफा गर्न अत्यन्त उपयोगी छ। 3 ग्राम अर्थात् आधा चम्चा मेथीको दाना रातभर पानीमा भिजाउनुहोस्। बिहान उठेर खाली पेटमा मेथीको दाना चपाएर खानुहोस्। 5. गिलोय गुर्जो। गिलोय गुर्जो हृदयलाई बलियो बनाउने उत्कृष्ट जडीबुटी हो। गिलोय गुर्जोको डाँठ उमालेर त्यसको रस बिहान र बेलुका पिउनुहोस्। 6. हरितकी हर्रो। हरितकी अर्थात् हर्रो पाचन प्रणाली सुधार्ने र रक्त प्रवाहलाई सही बनाउने गुणयुक्त छ। 1 चम्चा हरितकी हर्रो चूर्ण मनतातो पानीसँग सुत्नु अघि लिनुहोस्। अन्तिम निष्कर्ष हाम्रो प्राचीन आयुर्वेदिक ज्ञान अनमोल छ।
महर्षि वाग्भटजीको सूत्र अनुसार यदि हामीले सही भोजनको छनौट गर्यौं भने हृदय रोग जस्ता गम्भीर समस्याहरूबाट बच्न सक्छौं। सर्जरी र महँगा उपचारको सट्टा प्राकृतिक उपायहरू अपनाऊ, आयुर्वेदको ज्ञानलाई अनुसरण गरौं र आफ्नो स्वास्थ्यको रक्षा गरौं। कृपया यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने कृपया यसलाई आफ्नो परिवार तथा मित्रहरूसँग साझा गर्नुहोस्। प्रिय दर्शकवृन्द, धन्यवाद। तपाईले भिडियो अन्तसम्म हेर्नुभयो, यसको लागि मनदेखि आभार व्यक्त गर्न चाहन्छु। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र कमेन्ट गर्नुहोस्। नयाँ ज्ञानमूलक भिडियोहरूका लागि यस लुम्बिनी ज्ञान च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको घण्टी चिन्हलाई थिच्न नबिर्सनुहोस्। अब अर्को रोचक भिडियोमा भेटौँला, तबसम्म स्वस्थ रहनुहोस्, खुशी रहनुहोस्, धन्यवाद।